हेलो साथीहरू नमस्ते टासी दिले फ्यापोला सेवारो सेवाने सम्पूर्ण मेरो युट्युब साथीहरूलाई है फ्यामिली सम्पूर्णलाई एकै मुष्टमा सेवारो सेवाने नमस्ते है भन्न चाहन्छु। र आज पनि म चाहिँ छोटो मिठो है भिडियोहरू लिएर आइसकेको छु साथीहरू है। के कस्तो हुन्छ हजुरहरूले लास्टसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला भन्दै भिडियोहरू अलिकति पाहाडकै भिडियोहरू छ होइन, जे जस्तो भए पनि हजुरहरूले मन पराएर लास्टसम्म हेरिदिनु होला। दुःख सुख भिडियोहरू बनाएको छु होइन। आई होप तपाईँहरूलाई पनि राम्रो लाग्छ होला है पाहाडको दृश्यहरू भन्दै आजको मेरो भिडियोलाई यहीँबाट सुरु गर्न गइरहेछु। साथीहरू हेर्दै गर्नु होला है त साथीहरू। अनि लाइक अनि सब्सक्राइब, नयाँ साथीहरूले सब्सक्राइब है लाइक कमेन्ट चाहिँ गर्नु नभुल्नु होला साथीहरू। लेट्स गो, किप वाचिङ है, लास्टसम्म हेरेर साथ दिनु है त साथीहरू। ल हाम्रो पाहाडको नजारा चाहिँ अहिले चाहिँ यस्तो छ। नजारा भन्दा पनि हामीले कुहिरो लाग्दा है पनि वकिङ चाहिँ जानै पर्ने। कति सुत्नु त अनि बस्दा सुत्दा है हरेस छ। त्यही भएर चाहिँ वकिङ गर्दैछौँ साथीहरू। इभिनिङ वक, कोही बेला मर्निङ वक यस्तै छ। अब हजुरलाई एकदम पाहाडको नजारा मजाले देखाउँ भन्दा चाहिँ होइन कुहिरो लागेर यो खालको छ फेरि हो। हरेस केही देखिन्न, यताउता अन्धकार। ल यस्तो छ है साथी हो अहिले चाहिँ यतातिरको अन्धकार मौसमहरू चाहिँ। यो गुराँसहरू सक्यो अब पुरै गुराँस। हजुरलाई मैले यहाँको लगभग फुलहरू त मैले देखाइसकेँ नै होइन। अब यो गुराँस सकेपछि चाहिँ यस्तो मसिनो फुलहरू फुल्दो रहेछ होइन। फुलहरू अहिले एकदम रमाइलो छ। जे होस् पाहाड भनौँ है। अब अलिक दिनपछि त फेरि हिउँ झरेर सेतै हुने त हो। अहिले हिउँ नझर्दा चाहिँ यस्तो हुन्छ। हरियाली देख्न पाउँदा रमाइलो लाग्छ। जे होस् यहाँतिर बस्नुको आनन्द चाहिँ छुट्टै छ क्या। जाडो त हुन्छ होइन, रिक्सिम छ, तर पनि एक खालको मजा छ क्या यहाँनिर। आनन्द छ भनौँ न। अहिले त केही देखिने भइरहेछ होइन। अन्धकार कुहिरो ठुल्ठुलो रुख भनेको चाहिँ यिनीहरू यति मात्रै पाउने हो। आयो पनि केही समयको लागि मात्रै हो क्या। अब अहिले जुलाई अगस्त सेप्टेम्बरसम्म, त्यहाँदेखि अक्टोबरदेखिको फेरि हल्का सुरु भइहाल्छ यहाँनिर। हावाहुरी सुरु हुन्छ यहाँनिर पनि है, सुकाउरो लाग्छ। नोभेम्बर डिसेम्बरदेखि फेरि हल्का हिउँ गाडाहरू यस्तो छ साथीहरू। ल है साथीहरू मौसम चाहिँ यस्तो छ होइन। अन्धकार गुराँसहरू चाहिँ धेरै थियो यहाँनिर होइन, तर एकदम फुलिसकिसक्यो सबै। अहिले चाहिँ हामी एकछिन यहाँ तलतिर जङ्गली साग खोज्ने भनेर चाहिँ विदेश जाँदैछु भने भेटिन्छ कि भेटिँदैन होला पनि देखाउने छु म अहिले है। हेर्दै गर्नु है साथीहरू भिडियो। सबै यस्तो छ हो मौसमहरू चाहिँ। अन्धकार पाखामभित्र जोड पाउँदो रहेछ यहाँनिर नि। तासको छ त यो चाहिँ के होला हौ, यो दामी छ नि यो पनि। यो गुराँस चाहिँ येल्लो टाइपमा हुँदो रहेछ क्या यो।
दुई तीनवटा थियो सबभन्दा लास्टमा फुल्दा थियो यो चाहिँ यति नै हो दामी चरा कराउने थियो कता कराउने थियो यो चाहिँ मलाई मन परेको हो खासमा चाहिँ के हो भनेर नि ओ हेर नि यो दामी छ यो चाहिँ पाखम्बे त यो चाहिँ जतासुकै पाइन्छ यहाँनिर होइन पाखम्बे चाहिँ दबाई अरे के को स्टोनहरू के को भन्नु थियो होइन यो चाहिँ एकदम दामी छ क्या यो के हो तर साग जस्तो देखिन्छ देख्नु चाहिँ जङ्गल पत्ताहरू के हो घाँसपातहरू Once in a while I dream. Once in a while I think of you. I reminisce on days gone by when you and I were new. Once in a while I dream, hoping that you'd return to me, but I know that you're not coming back, so once in a while I dream. Each moment passes like hours. Each day is उयो रहेछ होइन अहिले dark as the night. Since we have ended, I just pretend I have a reason to live. It's sad how the अचम्मको फुल छ यहाँ फेरि है अरू नयाँ टाइपको क्या ऊ तलसम्म पुरै फुल्दैछ feelings go away. We were in love, but now it's over. So once in a while अस्ति देखाएको यस्तो फुल घुम्ने कुरो रहेछ है Awesome. Where's the angle? so sad how the seasons change. Sad how the feelings go away. We were in love, but now it's over. So once in a while I dream. Heart in my feet. ल यो खोल्ची माथि हेर्नुहोस् है यो पहेँला 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 रोपेको जस्तै छ फुल चाहिँ माथिसम्म त्यो चाहिँ धुपहरू हो होइन डाँडा काँडा यस्तो छन् भ्यूज त यो हो नि Good to see you here. It's been a while since we've been together. I still यहाँनिर चाहिँ यस्तो फुलको बगैँचा रहेछ हो अलिकति since forever. Time can यहाँनिर फेरि अर्कै खालको हो यो
परसम्म आफ्नो क्वालिटीको फुलहरू। अब चाहिँ हामी पस्यौँ है यता जङ्गलतिर। सागपत्ता खोज्नुलाई होइन दलदलै पो छ यहाँतिर त। माथिमा चाहिँ दामी खोला पनि रहेछ होइन। दामी खोला पनि छ यहाँ चाहिँ सानोबाट। आहा वाउ हेर्नु न के मजाको हो यो। मजा छ यो खोला चाहिँ दामी छ दामी। वाउ फुल त है कति मजाको। माथिसम्म रहेछ फुलै फुल। जग्गा जग्गा मात्रै हुँदो रहेछ नि त यो चाहिँ आफ्नो एरियामा भने जस्तो दामी छ है। जे होस् है साथीहरूले म जति सक्दो तपाईँहरूलाई एक एक देखाउने कोसिस गरिरहेको छु है। हेर्नुहोस् है त साथीहरू यो पनि दामी छ हो। के हो फुलहरू पनि अब नाम पनि थाहा छैन। लु हामी चाहिँ खासमा खोज्न आएको चाहिँ यही हो कि यो चाहिँ हो जङ्गली लसुन होइन। साग दामी हुन्छ क्या यो चाहिँ अचार खानु। यो चाहिँ छेपी साग त्यो दुङदुङ भन्छ छेपी दुङदुङ के भन्छ त्यस्तो हो क्या यो चाहिँ। दामी छ यही टिप्न आएको म चाहिँ है। यसो घुम्नु पनि हुने टिप्नु पनि हुने अलिअलि भनेर है त साथीहरू। ल यहाँ चाहिँ साथीले धमाधम टिप्दैछ हो। यति पाइसक्यो हामी यहाँ पनि यति भेला पारिरहेको छु मैले हो। लड्दै खोज्दैछ फुल हेर्नु न फुल कति दामी हो यो जग्गा त। फुलले भरिएको जग्गा छ है साथीहरू। हेर्नु न मजा आउँछ। धुपी सुक्पा धुपहरू चाहिँ यसै हो रुखपात भनेको चाहिँ होइन। लेक भनेको चाहिँ लेकै हुन्छ क्या साथीहरू। हेर न माथितिर कुहिरो जहिले तहिले यस्तै मात्रै छ है यहाँतिर चाहिँ। हजुरहरूलाई गर्मीले साह्रो भइरहेको होला होइन। यतातिर भने चाहिँ यस्तो छ। पहाडको सुन्दरता भनेको चाहिँ यति नै हो होइन। फुलै फुल फ्रेस हावा होइन। बाटो चाहिँ यस्तो छ फेरि उकालो। डेली हिँड्ने हो हामी चाहिँ यही बाटोमा उकालो ओह्रालो। ल यहाँनिर चाहिँ फेरि यस्तो खालको छ होइन। वाउ हेर्नु न के मजाले फुलेको यो जनसार के दामी। फुल चाहिँ दामी छ होइन।
यो त मैले सधैँ पनि देखाइरहेको हो माथि दिनु थियो होइन ended, I just pretend I have a reason to live. साग चाहिँ यति हो त्यो पनि झरिसकेछ हौ How the seasons change. साग खोजाइले त Sad how the feelings go away. We were in love, but now साथीले पनि खोज्दैछ नि त परतिर it's over. अलिअलि हुन्छ होला So once in a while, चटनी खानुपर्छ क्या यसको चाहिँ यहाँ हेर्नुहोस् न फुलै फुल छ हो पहेँलो रातो ओ परतिर ल हेर्नुहोस् है साथीहरू फुलै फुल यस्तो छ यहाँ चाहिँ ब्युटिफुल नजारा है so sad how the seasons change. Sad how the feelings go away. ल We were in love, अब चाहिँ but now हामी पनि फर्किने बेला भयो होइन over. फेरि अहिले रात पर्छ In a while, धेरै बेरसम्म बस्नु पर्दैन heart in my plea. हामीले मैले लसुन पनि टिपिसक्यौँ होइन If once in a while फुलहरू चाहिँ dream. यस्तै फुलहरू पाइन्छ यहाँ चाहिँ होइन अनि यहाँ धुपहरू धेरै छ हेर्नु न रोपेको जस्तै छ क्या यहाँतिर परितिर पनि फुलै फुल हेर्नु नि यिनीहरू सबै रोपेको जस्तो क्या यस्तो छ है साथीहरू अब चाहिँ हामी पनि Once in a लाग्नुपर्छ while I dream. Once in a while I हालत पतला भएछ नि हौ think of you. दम बढ्छ त्यतिकै हो I reminisce ल हस् त साथीहरू one day आजको मेरो भिडियो चाहिँ यति नै है जतिसक्दो मैले दुःख बनाएको छु होइन हजुरहरूलाई कस्तो लाग्छ है कमेन्ट गरिदिनु होला अनि भिडियोलाई मन परेमा है साथीहरूलाई है सेयर पनि गरिदिनु होला अनि लाइक गर्न नबिर्सिनु होला है साथीहरू हजुरहरूले लास्टसम्म हेरेर साथ सपोर्ट दिनुभयो धेरै धेरै धन्यवाद भन्दै आजको मेरो भिडियोलाई यही बन्द गर्न चाहन्छु हस् त फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ है अब अहिले अलिअलि पाहाडतिर भएको कारणले गर्दाखेरि त्यो पहाडी भिडियोहरू नै लिएर आउनेछु है हस् त साथीहरू यति भन्दै आजको मेरो भिडियो बन्द गर्छु बाई बाई each day is dark.